हेलो साथीहरु, दर्शन नमस्ते। बिडारीको भ्लगमा फेरि तपाईहरुलाई स्वागत गर्दछु। आज चाहिँ हाम्रो दोस्रो एपिसोड हो। यो बाटो हो अब अरू जस्तो भाइरल भएको यसो हैन, सधैँ तिनकै भ्लग हाल्नु हैन। अब हामी चाहिँ भाइरल छैनौँ। अहिले हामी सबैले पाङदुर पहिरो भन्ने ठाउँबाट चाहिँ हामी जोडिएको छौँ। ढाँगा लोड्छ गाडीमा, अगाडि ट्याक्क हाम्रो उज्जवल साथीको गाडी हिँड्दा त बाटो यही हो। हाम्रो कान्तिपुर पथ अन्डर कन्स्ट्रक्सनमा छ। त्यो बाटो लास्टै हरिबिजक छ हजुर, लास्टै नै के हजुरले कति विचार गर्नु त्यसको डबल के हेर्नु त्यो अगाडि 20वटा गाडी हो है, लास्टै हरिबिजक पाल हेर्नुहोस् है। बाटो त्यही पनि पहिरो आहारे हजुर है, पहिरो आहारे बाटो बन्द गरे। यो भालखोला तलपट्टि कटिङ भएर त्यहाँनिर सुक्खा पहिरो आएर बाटो बन्द आहारे। अनि के छ तपाईँहरूको हालको यसो कमेन्टहरू गर्नु होला, लाइक साइक ठोक्नु होला, सबै ठोक्नु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला है। बिस्तारै बढ्नुहुन्छ भन्ने आशा बोकेको छु। बाटो लास्टै हेरौँ यहाँ, यस्तो गाडी हाम्रो गाडी त यस्तो सुत्ला जस्तो हुन्छ। यो यतापट्टि भिड छ है, यो गाडी हेर्न ताल बाटोको बेङ्गल खा यतापट्टि भिड हो है। फेरि यतापट्टि चाहिँ भिड छ, भिड हो है। हाम्रो चाहिँ धेरै जसो रातिकै यात्रा भइरहेछ आजभोलि, टिपछिप छैन है, मिलाएर छ। अब यस्तै चाहिँ अक्सिजन लागेको छ हाम्रो भैँसी गाडीहरूलाई। साथीभाइहरू हो यसो अलिअलि खेल्नु भएन नि होइन, अरूलाई पो जे गरे नि जसो गरे नि सब ठिक हुन्छ, चित्त हुन्छ होइन। साथीभाइहरू दाजुभाइहरूलाई त खेल्नु भएन। अनि यस्तै छ, जिन्दगी चलिरहेको छ। फोन आयो है तपाईँहरू सामु जोडिएको छु है। यस्तै छ बाटो भयो। कालीपछि आस्तै के अहिले त यस्तै हरिबिजक होला।
जानु के रे के भन्नुभयो अलि हेरेर काट्नु पर्छ त्यताबाट त्यत्रो ठाउँ त गाडी छिर्दैन त यार फेरि यहाँ अहिले छोला है यार छोला फेरि उता ठाउँ छ त यार अनि उता काटेर जानु उता त्यत्रो ठाउँ छ त यार कस्तो लिन्टेडी रहेछ
मलाई चाहिँ अस्ति चाहिँ त्यो मैले टिकटकमा भिडियो हालेको थिएँ यहीँबाट गाडी चलाएर है उहाँको सम्झनामा हर्न बजाइदिनु गरेको छु मैले चाहिँ सबै भएर हिँडौँ भन्न ठान्छु होइन। अब कमसेकम गाडी छुनी भएपछि कमसेकम कि ब्याक गर्दै भन्नुपर्छ कि अगाडि गर्दै भन्नुपर्छ होइन। गाडी छोइदिए डङ डङ त्यसको बाउको गाडी जस्तो यार व्यवहार हुन्छ नि यार। च्यात्या भएपछि तिराउँथेँ मैले अब केही पनि भएन त्यस्तो गर्नु भएन नि त पेल्नु भएन हप्लाई गु खाने मान्छेहरूले हो क्या त्यस्तो गर्ने चाहिँ। भात खाने मान्छेले त्यस्तो गर्दै गर्दैन।